खेतीपाती अब गरेपछि स्याहार्नै पर्यो हजुर त्यही भएर हामी कोदो काट्न आइरहेको छौँ कोदो यस्तो हुन्छ त कोदो त अलिक ठुलो हुनुपर्ने कोदो चाहिँ यस्तै हुन्छ कोदो फेरि ढल्या छ निर्माण आएर चाहिँ बोरी त्यही भएर कोदो चाहिँ छुट्या छ हजुर त्यही भएर कोदो काटे गर्नुपर्छ कोदा बाला खै त कोदा बाला त्यस्तो पनि कोदो हुन्छ मर्या कोदो त्यो क्यान्सर लाग्यो जस्तो कोदो क्यान्सर त लागेको होइन हजुर लाग्छै भन्ने त होइन त्यस्तो कोदो अब बोरी मल भएर ढलिरहेको छ अब के गर्नु त खै म त के देख्दैन घाँस मात्रै देख्छु यार यहाँ त कोदा काट्ने म्याडमको घर कहाँ हो यो दाङ हजुर दाङ हो तुलसीपुर 19 गौरी थान गाउँ यो घर हो अब खेतीपाती गर्ने गाउँले पाराको जिन्दगी यस्तै छ हजुर गीत बजाएको होला त अनि त्यसै काम कति बिगामा लगाउनु भएको छ कोदो बिगा होइन यो थोरै हो यो एक कठा जतिमा होला है कोदाको बाला खोइ तपाईँको त कोदा बाला देख्दैन बालो त यहाँ ढल्या छ कोदोभरि सबै अब के गर्ने त यहाँ बोरी मल भयो कि के भयो सबै कोदो ढलेर यहाँ आफ्नो लुगिआएको छ त्यो त देखिन हजुर यो कोदो यो कोदो काटेको हेर्ने साथीहरूलाई के भन्नुहुन्छ कोदो खानेर आउनु होला भन्नुहुन्छ कि कोदो हामी काटिरहेको छौँ हजुर अब हामी यो कार्तिकमा यो गराइसक्छौँ हामी कोदोको रोटी खानेर आउनु होला अथवा के खानुहुन्छ तपाईँ रोटी खानुहुन्छ रोटी ढिँडो खानुहुन्छ कि अब जाँड खानुहुन्छ कि हजुर कोही जाँड खाने मान्छे पनि हुनु होला जाँड पनि बन्छ र कोदोको जाँड बन्छ कोदोको यति दामी हुन्छ तुम्बा बन्दैन तुम्बा कि थुम्मा थुम्मा पनि बन्छ होला अब जानेपछि अब चाहिँ ल है के बन्छ के जे पनि बन्छ हजुर कोदो काट्ने अरे नि त कोदो ए राम राम घाँस मात्रै छ के को कोदो हुने हो नि त यो कोदा बाला ल कोदो त हो हजुर यो कोदो चाहिँ यस्तै हुन्छ अब यो अलि नढलेको भए त राम्रो हुन्थ्यो ढलेको कोदो छ त्यही भएर यो कोदो केही कोदो जस्तो देखिँदैन घाँस जस्तै देखिन्छ यो कोदो त कोदै हो हजुर यहाँ कोदै हो यो साँच्चै कोदो हो कोदो कि कोदे हो यो कोदो हजुर कोदोलाई काटेर अब कोदो रोप त लागेको माया कहाँ जाँदा भुलेछ भने यो क्या त्यही हजुर कोदो रोप्दा लाग्यो किराती ल है ल साथीहरू कोदो काट्ने मान्छेले गीत गाउँदैछन् है सुन्नु होला मन परेमा ल खत्तम बर्बाद हुने भयो ल है ल गीत गाउँदै कोदो काट्दै गर्नुहोस् भाइरल हुने भयो गीत के गर्नु
त्यति मात्रै हो। कोदो काट्ने मेरोमा गीत सुन्नुभयो? चोइ चोइ यहाँ त के देखिन्न त उनीहरूमा। पानी पर्यो दुई बाटे तोरीलाई जराम नदेऊ भगवान छोरीलाई। पानी पर्यो दुई बाटे तोरीलाई जराम नदेऊ भगवान छोरीलाई। कहाँबाट सिक्नुभयो म्याडम यस्तो गीत गाउनु? म्याडम भाइरल आउने म्याडमको पालो भयो क्या अब जस्तो लाग्यो। गाह्रो छ ल। भाइरल त भइहाल्यो गरेको हुन्छ नि के पनि नगरेर के हुन्छ र हजुर। यो तपाईँको कोदो खेती हो कि घाँस खेती हो भन्नुहोस् त पहिला? यहाँ कोदो पनि देखिन्न, कोदा बाला पनि देखिन्न अहिले। कोदो खेती हो हजुर, यहाँ नगरेर हो, गर्ने सुरुवात भएन। ए तपाईँ माथि त ठुलो जङ्गल छ त, यहाँ के जङ्गल हो यो? यो जङ्गल हो हजुर, यो जङ्गलको छेउमा अब रोपे हातहरू। यति ठुलो जङ्गल आमामा ल। जङ्गलको छेउमै अब कोदो रोपे जङ्गल फाल्न सकिएन हजुर। अब यहाँ कामको फुर्सद भएन, बर्खामा धान गर्ने कि कोदो गर्ने कि अनि भैँसी हेर्ने कि भैँसी दुने कि गाह्रो रहेछ। गाह्रो भयो हजुर। त्यही भएर यहाँ जङ्गलै नफालेर यो कोदो घाँसै घाँस भएको छ। यो यताको घाँस के हो त? यो बेसार? त्यो त बेसार हो हजुर, बेसार। ओहो, बेसारै यो खनेपछि बेसार पछि आउँछ, अब प्यालो हुन्छ पछि उगर्ने। खनेपछि प्यालो हुन्छ? खनेर अब काटेर खाने, फेरि सुकाउने पछि त्यस्तो हुन्छ हजुर। त्यो बेसार हो त्यो चाहिँ। यो बेसार खेती हो, यो चाहिँ कोदो खेती हो, यो चाहिँ घाँसहरू हो। कोदो खेतीमा त घाँस मात्रै देखिन्छ र? अब त्यस्तै हुन्छ हजुर। अब के हुन्छ, अब गोरे त हुन्थ्यो पो राम्रो। कोदा बालै देखिन्न। हेर्नु हजुर, हाम्रो कोदो काट्ने कार्यक्रम यस्तो रहेछ। खतरा छ कोदो काट्ने कार्यक्रम। कोदो काट्न आएको साथीहरू कोदो हेर्नु। कोदो हो कि यो घाँस हो मलाई केही थाहै छैन। हाम्रो मेडममा चाहिँ कोदो भन्नुहुन्छ, खै घाँस मात्रै देखिरहेको छु म। कोदो हो यो, कोदो यो चाहिँ कोदो यस्तै हुन्छ। कोदो यस्तै हुन्छ, यस्तै हुन्छ तपाईँको गाउँतिर कोदो हेर्नुहोस् त, अलिक फरक हुन्छ होला नि है? फरक त हुन्न, अब अलिक ठाडो हुन्छ। अब अरूमा यहाँ ढल्याएको छ हाम्रोमा। ल, कोदो काट्ने कार्यक्रम चलिरहेछ है गाउँघरमा साथीहरू। कोदो कतै कतै बाला एक दुईवटा मात्रै देखिन्छ, बाँकी सबै घाँस मात्रै। हेर्नु न यो घाँस, यो आमा हो। गाह्रो छ। त्यहाँ माथिको जङ्गल हेर्नुहोस्, ठुलो जङ्गल। जङ्गलको छेउमै रोपे हजुर कोदो। अनि खेतमा त अब कोदो कहाँ रोप्ने होला, खेतमा धान रोप्ने हो। अलिक जङ्गलमा अलिक खोरियातिर रोप्ने हजुर यो त कोदो त। किन हजुर कोदो खोरियामा किन? खेतमा मिल्दैन र? मिल्छ, अब धान रोप्न पर्यो त हजुर। कोदोलाई कोदो भनेर हेला गरिरहेको, कोद्या भनेर। कोदो भनेर हेला गरेर अब यस्तो जङ्गलमा रोपेर। कोदो त खानेकुराहरूमा, खाद्य पदार्थमा एकदम पौष्टिक एकदम राम्रो खाना हो भन्छन् त हजुर। भन्ने त भन्छन् हजुर। कोदो पोरो पनि छ हजुर, अरू त खाने भए पिसाइदिउँला त। कोदो त खाने अनि कोदो कसले खान्छ र? अब बच्चा बच्ची खाँदैन, केटाकेटी खाँदैन। खान्छ नि हो, खान्छ कि नखाने हो र? अब भातै खान्छ, अरू खाँदैन। छोराछोरीहरू कोदो खाँदैन। अब के हाल्ने हजुर। अब कोदो पनि त्यही पनि बिउ राख्नुपर्छ।
यस्तो गरेर कोदो बिउ राख्ने यो त मरेको कोदो के है खत्तम परेको कोदो छ यसको त बिउै हुँदैन अलि राम्रो कोदो लगाउनु अर्को साल होइन यो रुखले यस्तो भयो हजुर यो झ्यामले झाँसीले ल साथीहरू हाम्रो म्याडम चाहिँ कोदो काट्दै हुनुहुन्छ यहाँ कोदो काटेको भाँडो हेर्नुहोस् त के भन्छ भाँडोलाई यो ढक्या भन्छ हजुर ढक्या ढकियामा राखेको कोदो हेर्नुहोस् त ओहो हो ल हेर्नुहोस् यो ढक्यामा कोदो राख्दै गर्ने हजुर घर लगेर बनाउने निर्माण पार्ने सुकाइ पार्ने भुसहरू फाल्ने अनि फेरि घटामा लग्ने पिस्ने यस्तो छ हजुर गाउँघरतिरको परम्परा अनि सहर बजारमा भयो होटेलमा अब मिठो मिठो मासुहरू भात मात्रै खाने हुन्थ्यो कोदो कोद्या हो यो कोदो यस्तो हुन्छ र हेर्नुहोस् त गाउँघरमा त अब यस्तै हुन्छ हजुर हाम्रो त गाउँघरतिर अब यस्तै कोदो काट्ने धान काट्ने भैँसी पाल्ने बाख्रा पाल्ने अनि त्यसपछि खेतीपाती गर्ने गाउँघरमा अब यस्तै छ हजुर पारा गाउँघरको गाउँले जिन्दगीको राम्रो छ छन् त अब त्यतिकै अब बस्न भन्दा ठिकै छ अब हामीलाई ठिकै लाग्छ अब तपाईँहरूलाई कस्तो लाग्ने हैन कस्तो लाग्छ अब मान्छेलाई जहाँ बस्यो त्यही राम्रो हुने हजुर हामीलाई त यो खुसी लाग्छ अनि धानहरू काट्ने पनि बाउरियाहरू हुन्छ अनि धान काट्ने धान रोप्ने बर्खामा धान गोड्ने खेतमा पानी चार्ने अनि त्यसपछि अब अहिले धानहरू काट्यो अब तिहारहरू मान्ने अनि मानेपछि धान फेरि बनाउने ठगान ठुगान पार्ने हजुर कोदो काट्ने ठगान्ने यता पनि छ नि यो तलतिर के हो यो कोदो होइन कोदो हुँदैन चाहिँ यस्तो हुन्छ हजुर कोदो काट्ने कार्यक्रम कोदोको रोटी खाने भए आउनु होला जाँड खाने कि आउनु होला हजुर ल कसले हेर्दै हुनुहुन्छ सबैजनाले लाइक कमेन्ट गरिदिनु होला लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला भन्नु होला है लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला सब्सक्राइब मेरो कोदो खेती कस्तो लाग्यो मन परेमा पनि कमेन्ट गर्नु होला भन्नु मेरो कोदो खेती कस्तो लाग्यो हजुर लाइक कमेन्ट गरिदिनु होला कोदो खेतीमा त घाँस मात्रै रहेछ घाँस देख्नुभयो कोदो देख्नुभयो भन्नु होला है साथीहरू हेर्नुहोस् है ल है जे देखेँ त्यही भन्नु होला हजुर कोदो त कोदो हो अलि अल्छी कोदो पर्यो कोदो ढल्या छ कोदो त छ यहाँभित्र त ल यस्तो छ हेर्नुहोस् हजुर गाइज यहाँनिर गाइज अब जमाना यस्तै आयो भिडियो टिकटक गराउने अनि सबैजनाहरू गराए हुन्छन् त्यही भएर हामी पनि गराइरहेछौँ कोदोको अब रोटी खाने कोदोको त्यो खाने जाँड खाने गाह्रो छ मेरो बुढाले खानुहुन्छ कोदोको जाँड हामी त रोटी खान्छौँ त्यसपछि कोदोको ढिँडो पनि हुन्छ कोदोको जाँड खानुहुन्छ बुढाले कोदोको जाँड खानुहुन्छ अब यो कोदो गराएर उको जाँड राखिदिनुपर्छ ए बुढा कहाँ हुनुहुन्छ त अहिले बुढा त यहीँ आउनु भएको छ साथमै हुनुहुन्छ भर्खर आउनु भयो विदेशबाट अब चाहिँ यहाँ अहिले साथमै हुनुहुन्छ अनि पछि जानुहुन्छ छुट्टीमा आउनुभएको अब जानुहुन्छ 2-3 महिनाको पछि जानुहुन्छ बुढो त्यसो भए 2-3 महिना कोदोको जाँड बनाएर खुवाउने विचार छ बुढालाई 2-3 महिना बस्दासम्म बुढोलाई कोदोको जाँड बनाएर खुवाउने विचार छ हजुर त्यसपछि बुढीले एक्लै काम गर्छ यहाँ घरतिर अहिले बुढाले अहिले बुढाबुढी गरिरहेको यहाँ बुढाले एउटैतिर त्यो गर्नुहुन्छ के गर्नुहुन्छ अब त हजुर कति फलाउनुहुन्छ कोदो 1-2 मुरी फल्छ कि 1-2 कुइन्टल फल्छ होला नै धेरै फल्दैन अलिअलि खानेभरि फल्छ थोरै ल खाने भने फल्यो भने धेरै हो
खानेभरि फल्छ अब त्यस्तो बेच्ने जति फल्दैन ल ठिक छ आज चाहिँ मौसमले पनि च्यालेन्ज गरेको छ है साथीहरू हेर्नु माथितिर एकदम बादल गरेको छ धान काटेर खेतमा लथरमै परेको छ पानी परेर धान रुजाइदियो भने के गर्ने हो यो कोदो काट्न लाग्नु भएको छ म्याडमले फेरि कोदो कहाँ राख्नु हुने हो के गर्नु भने गाह्रो छ यो बोरा भरिन्छ त म्याडम कोदोले भरिन्छ ओहो ल खतरा ल है साथीहरू यो चाहिँ दाङ जिल्ला पर्छ है दाङ जिल्ला तुलसीपुर 19 बिजौरी भन्ने ठाउँ चाहिँ यही हो है मौसमले खुब च्यालेन्ज गरेको छ आज मौसमले खुब च्यालेन्ज गरेको छ के भन्न चाहनुहुन्छ म्याडम मेरो यो मौसमको लागि मौसम अब सफा रहे हुन्थ्यो अब धानहरू भिजाइदिन्छ धानहरू सब बर्बाद पारिदिन्छ भन्ने डर लागिरहेछ के भन्नुहुन्छ पानीलाई सबै नपर्दै हुन्थ्यो भने लाग्नु भएको छ जसरी तसरी नपर्दा रोक्दा हुन्थ्यो भगवान्ले पानीलाई हजुर हजुर अनि धान स्याहार्दासम्म त्यही भन्न चाहन्छु हजुर पानीले अब कस्तो गर्ने हो भगवान्ले हात जोडेर थामिदिएर हुन्थ्यो तपाईँको पुकार सुनेपछि थामिदिनुहुन्छ कि मेरो पुकार सुनेर थामिदिएर हुन्थ्यो भगवान्ले नि ल त ल ल हजुर त्यसो कोदो काट्दै गर्नुहोस् म चाहिँ अब हिँडेँ ल अहिले हजुर अब एउटा गीत गाउँछु हजुर ए ल सुनिहालौँ न त्यसो एउटा गीत कस्तो छ हजुरको गीत बोनमा कारा छ भन्ने गीत गाउँछु हजुर अब सुनिदिनु होला ल लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सब्सक्राइब ल ल जाओस् त सुरु होस् तिमी उता मायता जनता गाडा छ तर बिरानो नसम्झ माया गाडा छ परि बन रुख आलो सजाइ हो तिमीले गाउने बाजै हो वनमा काँडा छ तिमी उता मायता जनता गाडा छ तर बिरानो नसम्झ माया गाडा छ तिमी उता मायता जनता गाडा छ तर बिरानो नसम्झ माया गाडा छ हे पारी बन फुलफुल्यो भइरहेको छ कि माया भनेर आइरहेको वनमा काँडा छ तिमी उता मायता जनता गाडा छ तर बिरानो नसम्झ माया गाडा छ तिमी उता मायता जनता गाडा छ तर बिरानो नसम्झ माया गाडा छ ल है साथीहरू हाम्रो म्याडम चाहिँ यहाँ कोदो काट्दै गीत गाउँदै गर्नु भएको छ है तिमी उता मायता जनता गाडा छ तर बिरानो नसम्झ माया गाडा छ तिमी उता मायता जनता गाडा छ तर बिरानो नसम्झ माया गाडा छ ल खतरा गीत गाइरहेको हुनुहुन्छ खतरा गीत